प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई 6 विकेटले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। 155 रनको लक्ष्य सहित मैदानमा उत्रेको पुलिसले ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतले लक्ष्य सहजै भेट्टायो। भुर्तेलले 70 बलमा 7 चौका र 3 छक्का प्रहार गर्दै 61 रन बनाएका थिए। अमित श्रेष्ठले 39 रन, त्यसैगरी दिलीप नाथले अभिजित 31 रनको योगदान दिए। आर्मीका बलर साहब आलमले 3 विकेट लिँदा नरेन साउदले 1 विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले 43 ओभरमा सबै विकेट गुमाउँदै 154 रन मात्र बनाएको थियो। 25 रनमै 5 विकेट गुमाएको आर्मीका लागि बसिर अहमदले 86 रनको संघर्षपूर्ण इनिङ खेले। कप्तान विनोद भण्डारीले 29 रन बनाए भने अन्य ब्याटरले खासै प्रदर्शन गर्न सकेनन्। बोलिङतर्फ नेपाल पुलिसका करण केसीले 3 विकेट लिए भने सागर ढकालले 3, दिपेन्द्र सिंह ऐरीले 2, त्यसैगरी ललित राजवंशी र गुलशन झाले समान 1-1 विकेट लिए। प्रधानमन्त्री कप प्रतियोगितामा यसपटक 46 खेल आयोजना गरिएको थियो। पहिलो पटक काठमाडौँ बाहिर रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक ओभल, त्यसैगरी दाङको देवखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलहरू सञ्चालन भएका थिए। प्रतियोगितामा 7 प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी, त्यसैगरी सशस्त्र प्रहरी बलका विभागीय टोली सहित 10 टिमले सहभागिता जनाएका थिए।